म सुत्दिन भो सुत्दिन रातभर कराइरहन्छु। किन सुत्नु युगौं निदाएर फेरि। म सुत्दिन भो रातभर कराइरहन्छु। किन म सुत्नु युगौं निदाएर फेरि। म चुप लाग्दिन दिनभर कराइरहन्छु। किन चुप लाग्नु यहाँ कसैले कुरै बुझेको छैन नानी। म त बिसाउँदिन दिनभर श्रमदान गरिरहन्छु। किन बिसाइरहनु देश बाँझै छ लडिराखेको छ डल्लै बाँझो। रगतको भेल बगेर देश बगायो। रगतको भेलले देश बगायो तर पसिनाको एक थोपा पनि देख्दिन। एउटै थोपा नि देख्दिन खोइ। मैले भन्न खोजेको बुझ्ने खोलाका ठुल्ठुला ढुङ्गा र वनपाखाहरू मात्रै छन्। मान्छेले बुझ्दैनन् मेरा कुरा। हो म तिनै वनपाखा खोला नाला र ढुङ्गा माटोलाई सुनाउँछु मेरो कुरा। मान्छे बिनाको देशमा बाँचिरहेको एउटा अमान्छे म पनि। मान्छे बिनाको देशमा बाँचिरहेको एउटा अमान्छे म पनि। मेरो काम त के छ र यो देशमा। सबैले त्यागेर कसैलाई नचाहिएको, सबैले त्यागेर कसैलाई नचाहिएको देशलाई माया गर्ने फटाउ म। सबैले त्यागेर कसैलाई नचाहिएको देशलाई माया गर्ने फटाउ म। यो देशको बोझ उठाउने गधा, यो देशको बाँझो चिर्ने गोरु हुँ म। मेरो काम छैन भो म सुत्दिन रातभर कराइरहन्छु। किन सुत्नु निदाएर युगौं युग निदाएर फेरि भन्ने एउटा रातिको 2 बजीतिर लेखेको कविता होला हैन। यसले भन्न खोजेको कुरा बुझिसक्नु भएको छ। मैले व्याख्या विश्लेषण गरिन। सबैभन्दा पहिला त यहाँहरूले मलाई सम्मान धेरै गर्नुभयो। म यस्तो सम्मान थाप्ने सम्मान चाहने खालको मान्छे होइन हैन। र आगामी दिनमा चाहिँ यसो भेट्दाखेरि यस्तो यो फुलमाला यो तामझाम नगर्नु होला। मलाई अत्यन्तै लाज पनि लाग्छ है। म चाहिँ फाटेको लुगा लगाएर हैन 7 वर्ष पुरानो चप्पल टेकेर खेती गर्ने किसान हुँ म अझै पनि। त्यसले गर्दाखेरि मलाई यो अप्ठ्यारो पनि लाग्छ, एकदम धेरै अप्ठ्यारो लाग्छ। मालाहरू आउँछ एक भारी घाँटी दुख्यो मेरो है। बिरुवाको भारी टोकोमा बोकेर दुखाउनु पर्ने घाँटी मालाले दुखाइदियो त्यसले गर्दाखेरि मलाई चाहिँ अलिकति अप्ठ्यारो लाग्छ। त्यसले गर्दा मलाई यो यस्तोहरू नगरिदिनु होला। केही छैन, यसपालि गरिहाल्नुभयो। धन्यवाद भन्न चाहन्छु फुलमाला उनीहरू स्वागत गर्नुभएकोमा। त्यहाँ म बस्ने बित्तिकै उतापट्टिको दिदी, उहाँको नाम त मैले सोधेको छुइनँ। म त्यति धेरै बोल्दिनँ है। यसो यो मन्चतिर बोल्नु पाए मान्छेसँग त्यति धेरै संवाद गर्दिनँ। छिटो घुलमिल पनि हुँदैन, त्यो मेरो स्वभाव हो। उहाँको नाम चाहिँ सोधिनँ मैले। उहाँले के भन्नुभयो भन्दाखेरि म तपाईँको भिडियो हेर्छु, फोटो हेर्छु, रुन मन लाग्छ। हिलोमा भाँसिएको देख्छु होइन, टपरामा भात खाएकोहरू देख्छु भन्नुहुन्छ होइन। त्यसो भन्नुभयो मलाई पो रुनु मन लाग्छ कहिले। धेरै रुइराखेको पनि हुन्छ होइन। तपाईँहरूले सम्मान गर्दा पनि भित्रभित्र रुइराखेको हुन्छु होइन। धेरै लामो कहानीहरू छ। टपरामा भात किन खानुपर्ने, हिलोमा किन गाडिनुपर्ने होइन। मजाले भातका साथ 2 करोडको गाडी चढेर हिँड्नु छोडेर किन त्यो दुःख गरेको भन्दाखेरि अघि भर्खर मैले वाचन गरेको कवितामा त्यो उत्तर छ।